वेलकम ब्याक साथीहरू मेरो नयाँ भिडियोहरुमा सबैलाई नमस्ते। आज तपाईहरुलाई एकदमै रमाइलो पनि हुनेछ र तपाईहरुको पारो तात्नेवाला पनि छ। यति तपाईहरु बुझेर राख्नुस् है त साथीहरू। तपाईहरुलाई फर्स्टमा म देखाउन गइरहेको छु। ल सुन्नुस् है त तपाईहरु सुन्नुस् मात्रै। बरु ज्यानै लिए नि ल्याउ दाजु एकचोटि चाहिँ चाख्नलाई देऊ। संस्कृति भन्ने हराइसक्यो, सबै खाइसके लुई तडाहरूले। ल सुनौ है त। ल सुन्नुभयो त लुई तडाका गीत सुन्नुभयो। अब के भन्ने हाम्रो संस्कृति हाम्रो यो परम्परा त डुबाएर छोड्यो यो लोकदोहोरीले। यो लोकदोहोरीले हो संस्कृति बचाउने भन्दै हिँड्या कतिपय मान्छेहरू। यी कतिपय लोइतडा यी मान्छेहरू कतिपय लोइतडाहरू मैले नि प्याच्च भनिदिन्छु कि बेला बेला फेरि यस्तो नभन्नु पर्ने हो। जिब्रो चिप्लिन्छ मेरो पनि। अब संस्कृति जोगाउन हिँडेका कलाकारले संस्कृतिको दुरुपयोग ल देख्नुभयो। यस्तालाई अब दोहोरी संगठन के भन्छ त्यहाँबाटै बहिष्कार गर्न सक्नुपर्छ है। त्यसपछि अझै सुनौ मायाले बेरेर आकाशको फल झर्दैन हेरेर। यो माटो गाई हो कि के गाई हो यार। यसलाई त लगेर त्यो जेलखाना हुन्छ नि जेलखानामा काँडा बिछ्याएको कहाँ से आते हैं लगेर सुताउने खालको जस्तै आइरहे। सुन्नुभयो नि त्यस्ता दोहोरीहरू। ल यस्ता छन् यार हाम्रो समाज बिगारिसक्यो नि। हाम्रो समाज बिगारिसक्यो। अझै सुन्नुहुन्छ भने रोक्नुहोस् है अझै कडा सुनाउँछु है। हे नपर्छ हो अगाडि बढेर दिउला खुसी भो भन्ने गरेर। सुन्नुभयो त ठ्याक्कै डबल मिनिङ लगाएर त जेमा पनि डबल मिनिङ लगाएर देख्नुभयो। अनि संस्कृति बच्छ त संस्कृतिको जागरमा हुन्छ त। अनि दोहोरीले संस्कृति बचाउन सक्छ त तपाईहरु आफै भन्नुस् त। ल यस्ता छाडा यिनी भिडियोहरूलाई मन कति परायो मान्छे। अहिले मान्छेहरू जम्मै यही छाडामै हुर्किसक्यो। मान्छे छाडा भन्दा अरू बोल्दै जान्दैन। अर्को सुन्ने हे होला माया यता नाथे त माटो जस्तो हेर हुँदैन सिम खेत। सुन्नुभयो त जेमा पनि डबल। यो डबल भन्ने मिनिङ त यसरी लाग्यो पारो फन्केर आउला तपाईहरु। समय रिस पनि उठ्छ। अब के गर्नु संस्कृति सकियो, परम्परा सकियो, हाम्रो देश सकिसक्यो। यस्ता यी नमुनाहरूले गर्दा सब भ्याए।